लक्ष्य चाहिँ 11 बजी हो र सुरु भयो लडाइँ माथि त्यही फिल्डमा के तिम्रो घर आँगनमा त्यहाँ सेनाहरूले भान्साहरू खाएर अनि त्यसो हामी चाहिँ स्कुल थियौँ होइन अनि त्यसो ठ्याक्कै 11 बजी चाहिँ त्यो भयो लडाइँ भयो भन्दा गाङ गुडुङ गरे क्या हामी त माथि बाहिर चाहिँ निस्केर त बिच्दैन पनि सुन्ने हो कि अब आवाज त गइहाल्छ अनि त्यस माथि चन्द्रसिंहको घर ठानेछन् क्या त्यसपछि लड्दै लड्दै आएछन् बड्डा यहाँ आएछन् त्यसपछि यहाँ आएर अब आर्मीले तप खोज्दै आयो खासमा अनि त्यसपछि माओवादी सेनाहरूले चाहिँ अब हामी जित्यौँ यिनीहरू त भाग्यो भनेर एकतर्फे लखेछन् क्या है तिनीहरू डिफेन्सिभ गर्दै लडिरहेछन् अनि त्यसपछि कति तलतिर लड्दै गरे ग्रुप चाहिँ यहाँ आएर चाहिँ बङ्कर सङ्कर बनाएर ट्याक्कै के हाम्रो थानहरू छ नि त्यो जेठा थानहरू तिनीहरू यहाँको ढुङ्गाटा पुरै बङ्कर बनाइदियो नि त बङ्कर बनाएर चाहिँ पुरा लड्ने ठाउँ बनाएर बल्ल चाहिँ यहाँ चाहिँ आएछन् त्यसपछि सेनाहरू यहाँ आइसकेपछि माओवादी सेनाहरू चाहिँ अब भाग्यो भनेर ढुक्कै भएर आएको यहाँ त कहाँ छोड्छ र होइन तप आइसक्यो त्यसपछि अब यो दाना पारेको दाना क्याप्चर गर्छ जस्तो कहाँ छोड्छ र अनि फेरि तिनीहरू यताबाट आएछन् क्या माओवादी सेनाहरू ठ्याक्कै आएकोले मात्र घेरेर छन् अनि चाहिँ यो तर्फ चाहिँ आएनछन् त्यसपछि यहाँबाट चाहिँ धेरै हाने थियो मस्ती थियो गुली फक्का अनि त्यसपछि ठ्याक्कै लड्दै गएर 11 बजी लडेको साँझ लगभग 6 ठ्याक्कै 6 बजे थियो 6 बजी चाहिँ जे भने अब तिनीहरूले नसक्ने जस्तो भएछ माओवादी सेनाहरूले गुली पनि सक्यो भने भन्थे होइन गुली पनि सक्यो अब के लड्दी गुली सक्यो भने हातले लन्जान्दैन त्यसपछि गुली सकेर अब फर्के तिनीहरू ठ्याक्कै 6 बजे फर्के 6 बजे फर्किने बेला म फेरि स्कुलको ठ्याक्कै आएको म फेरि त्यही हिँडिरहेको थिएँ लोड राखेर हिँडिरहेको थिएँ त्यसपछि यिनीहरू लै गर्दै गयो एउटा त्यसपछि म बाहिर निस्केँ बाहिर निस्केर मलाई पनि अब भेटेर अब यहाँ नबस भाइ भरे जे पनि गर्न सक्छ भाग भनेर म तिनीहरू सँगसँगै छेरासम्म गएर कहाँ जाने अब पार घमण्ड नगर क्या चोर घमण्ड चिनबाट मरे बिचरा होइन अनि त्यसपछि त्यहाँ गइकन सुटे अनि चाहिँ त्यो उगुरी भन्दा त्यहाँ उता लोडिने रहेछन् होइन यताको ग्रुपको त अब के काम यहाँबाट आन्नगेर त्यसपछि यहाँबाट माथि नि अब केटाहरू त माडल ठोक्ने नाच्ने हिँड्दैन क्या त्यसै फिल्डमा आर्मीहरू नाच्ने गर्ने रहेछन् होइन त्यसपछि त्यहाँ ज्याङ भयो त्यो कर्नल भेनार्जेन को गरे क्या अब त्यहाँ ओहो त्यो सुनेर के हल्ला गरेर सुनेर हाम्रो उसले सेनाले जितले पनि गर्नु त्यहाँ लै गर्न आयो जुट्टो हालिदिन्छ फुटेको झन् त्यहाँ हानेको त्यहाँ झ्यालमा लाग्यो त्यो उछबाट थियो क्या त्यो गुली लाग्यो त्यसपछि त्यस्तो गरेर पुरा माथि यहाँ त अब उतातिर गर्ने लड्ने लडिरहेका छन् यतातिरका त नाच्ने नाचिरहेका छन् त्यो कस्तो साइको हुने यार तिनीहरू यार तिनी पुरै थली बनाएको थियो याद त यतिमा किसिम गराएको थियो यार तर यतातिरका मान्छेहरूलाई यताबाट आउँछ भनेर डिस्ट्र्याक्ट गरे पनि हुनसक्छ नि मारा बजायो भने आनन्द भनेर डिस्ट्र्याक्ट गर्न पनि सक्छ त्यो पनि हो स्ट्र्याटेजी हुनु तर माओवादी सेनाहरूले दिमाग पुगाएको भए लगभग तिनीहरूले जित्थे भने होइन हमे पार्ने हो भने तिनीहरूले यो पोस्ट चाहिँ पहिले चाहिँ कि तलेबाट होइन एउटैमा अलिक मर्थे हारेको भयो नि धेरै मान्छे त्यस्तो भएको त कोहीको खाँचमा लागेको छ भन्दा कोहीको यहाँबाट गएको यहाँ पुरा यत्रो हुँगा छ यार मानेर क्या कोहीको खुट्टा बाँचिया छ कोहीको हात कोहीको चामल लगाएको छ होइन मकै एकदम होइन त्यस्तो मकै कहाँ बाँच्छ किन हाम्रो बाउले बाख्रा उर्छन् सराएर आछन् खसी तान लिँदै गएर टोली यार सेनाले खानै पाएको थिएनन् नि हाम्रो घरको ठुलै भाले थियो बड्डा भाले कुन बेला आएको मान्छे थिएन रहेछन् मैसु गएको छोपकन लक्कन काटेर कोहीले पनि खान पाएनन् क्या हाम्रो भालेर भुट्लामा रहेको भुट्ला फालेको नाङ्गे पुलतिर आँटे भातहरू बड्डा त्यस्तो गराएको थियो भालेहरू त धेरै थियो क्या पछि चाहिँ एकपाटितिर कटा कुकुर लगेर चाहिँ खाए त्यस्तो भयो खानै पाएनन् बिचराहरूले त्यस्तो भयो आर्मी यो हेलिकप्टरले यहाँबाट फाल्दा बेला गोलीको खर्च उहरू के खोक्का सहितको गोली यतातिर तल खस्या हामी पनि पुइ खोज्न आयौँ कि यहाँ पछिसम्म पनि भिटिन्थ्यो तल खसेको वन पुरै भास्या थियो यार त्यो फलाम बिस्कुट होइन चाउचाउ बिस्कुटहरू त्यो उहरू के माछा प्याकिङवाला माछाहरू हेलिकप्टरले 3 दिनसम्म लडाइँ पर्यो होइन अनि हेलिकप्टरले तिनीहरूलाई सर्भाइभको लागि खाना गोली सब पठायो माथि अब बस्ने ठाउँ ल्यान्ड गर्ने ठाउँ छैन माथि खसालिदिएको यो भिरमा यता गुली चाहिँ सही ठाउँमा खसेन तल खसेछ अनि पछि चाहिँ सेनाले अब खोज्दा भेटेन छ अनि पछि माओवादीहरूले खोजेर लगे M16 को गुली सानो होला क्या त्यो चाहिँ तल खस्या थियो क्या त्यस्तो भएको कान्छा त्यहाँ चाहिँ मलाई पनि माओवादी सेनाहरूले लास्ट थर्कायो नि त यार
स्कुलबाट आएर आएको विद्यार्थी त्योहरू पनि के मास्टरहरू कस्तो त्यो लडाइँ भइरहेको छ घरतिर जाऊ भन्छन् हाम्रो कस्तो पागल मान्छे होइन हुन त यस्तो दिमाग हुन्न कि केटा कि भएन माथि लेखालेखेर मासु लै किताब पूजा ल्याएको होइन लै गर्न आइदिन्छ मड्डा तल तिम्रो जानु त्यो मान्नु बड्डा हेलिकप्टर बड्डौ ए सल्लाह थियो होइन त्यहाँ त सल्लाह छन् अहिले चाहिँ बाटुल गर्दा सबै धले के त बाटो थिएन पुरा हान्छबाट ढट गरायो बड्डा स्वाट गर्छ सल्लाह भएन बड्डा हान्लो क्या अरू भन्छ बड्डा अब गुलिया थाहा हुन्न होइन त्यहाँ च्वाट गरे मलाई थाहा भएन त्यो हाँगाहरू झर्छन् बड्डा त्यसपछि पक्कै हान्यो भन्ने कुरा भयो त्यो हानेको नगुइयो क्या लक्ष्य पाकेरै त हान्न क्या हो लक्ष्य विद्यार्थी हुन् भन्ने थाहा भयो होला हुन्छ तिरोसँग उ हुन्छ दुर्बिन त्यसो कोही फेरि सिभिलमा थियौँ कि हाम त फेरि त्यो ऊ विद्यार्थीले स्केटिङ गरिरहेछन् भन्ने हो क्या के त्यो पनि भयो होला होइन त्यसपछि त बड्डा हाम फेरि त्यो हान्नु भन्ने डरायौँ त्यसपछि हेलिकप्टर यतापट्टि आउने बेला छोरी अरे डुग्रिँदै चाहिँ अनि बाटो क्रस गर्छौँ हेलिकप्टर यताबाट घुम्नु गयो फेरि लुक जान्छ बड्डा त्यस्तै गरी यहाँ आयौँ क्या घर आयौँ त्यहाँ आउने बेलामा यो पोखरी पनि थियो होइन त्यहाँ आउने बेला माओवादी सेनालमा मल ठुलो थियो होइन बोलाएको न माझी योलाई छोप माझीलाई छोपेर लैजा यो विद्यार्थी भन्छ यो होइन यो उसको सेनाको चाहिँ यो त्यो आइन्टी पनि हुनसक्छ एउटा छोप भन्छ मतलब होइन यार म कहाँ विद्यार्थी हो यार कसम यार यी किताब छ यार भन्ने होला पढ्नु नपढ्दा त्यसपछि म ठ्याक्कै दिदीले पान भर्नु गइरहेको रहेछ त्यसले भन्यो मेरो भाइ हो विद्यार्थी हो कहाँ होला त्यो त्यस्तो होला कहाँ यो विद्यार्थी मान्छे कहाँ बेनाको त्यो होला पछि बल्ल छोड्यो घरमा आयो घरमा आएको झ्याल्टीबाट हिँडेर लडाइँ गरेको त्यसपछि 6 बजी भाग्यो त्यस्तो भयो